यो गाउँले खोर्सानी अकबरै पिउर हाम्रो खोटाङको हैन सबैलाई बनाएर अब खोर्सानी पिसेर के मजाले खाइन्छ कम त सिधा छैन फेरि यो पिसेर त दबाई पनि छैन होला हैन त हाम्रो बिरुवाको काँक्रा काट्ने तुलसी हैन हो तुलसी यो मनी आशा मनी आशा पातल दे झट्दैछ न ओइ के गरेको त गुन्देको त काँक्रा काट्ने सब्जी हैन यसलाई अब त्यो क्याप्ला त्यो दबाईमै त्यति सिधा हुँदैन गाँठी यो पर्कासेर दबाई त्यति सिधा छैन होला तर यो सिधा रहेछ ल काँक्रा खाँदाखेरि यो टुप्पा फाल्छु के बेला चाहिँ तिते जा मिठे आइज तिते जा मिठे भइज ल त्यसरी अब फाल्छु त्यो मिठो आउँछ कानेको पनि मुसु हाँस्छ अब यहाँ सिलौटा अब यहाँ निकाल्छु हाम्रो सिलौटा मिलेन धुनुपर्छ त्यो मिलेन लेभलतिर बोलायो भने दोकान नाम्लो साम्लो दाम्लो साम्लो बोकियो नि त कसको ल्याइदिनु यहाँ अचार पिस्ने हो अंकल हान्न क्वाच यार कौन है बोल्ने अनि फेरि सुरु भयो त चल्न नै निको भयो भाइ के को अनि यसो अलिअलि चल्यो हजुर हजुर यता हेर्नुस् फेरि अहिले फेरि भमिट हुन्छ नि खान्छ हाक्मुनि त पहिलो भुल्रुमा डरम जस्तो के सानो हाक्मुनि भन्न त्यही छ अन्त राखेको छैन त यो के आँखा बाबु अनि मम खान्छ काँक्रा चाहिँ चार कसले दिन्छ कसले कसले दिन्छ खाइहाल्छु नि म अझै तल छ के भाइ हो महँगो रे भाइहरू बेसी महँगो कत्रो कत्रो खोर्सानी यो अंकलले कति राल चुहाइसक्नु भयो त्यहाँ आउने बेला अब यसरी बोका साप्दै हुन्छ पलेटी भन्छ बुढो भएको सापिन्छ बोकेर कति आउँछ कति झुल्यो त कति झुल्यो उपर छ ए यता छ झुल्यो नि झिरो गर कहाँ खाने भन्छ बिमारी छ त त कहाँ खान्छ चिसो लाग्छ कहाँ जाँदैन है गुलेली तेरो नाम गुलेली अझै कहाँ खाने छ त्यहाँहरूकोमा पनि पशु खल्लो हाम्रोमा त आजै बस्छ
काहीँ धर्नुहोस् न धर्नु न काँक्रा त खाने चिज हो 14 खोइ मेरो काँक्रा खानुहुन्न काँक्रा खानुहुन्न उहाँले खान्छ छैन लु ल उता न खेदाको फेरि अङ्कल तपाईँ खाने भन्छ काका खाना कि माइली काँक्रा आउनु त उ मान्नु काँक्रा खाने न भन्छ आइज बस काँक्रा खानु म त भयो अनि कसो खाँदैन त यसो नि के खान दिनु अरे चिया खानु आइज नानी चिया खानु चिया खान भन्छ ल बुद्धि आउन गुदी खाँदै मिठो छ त्यो ओइ थुक्पा खानु नि काँक्रा मान्दैन थुक्पा सोध्नु न त्यो चिसो लाग्छ यस्तो सोध्नु न मान्नु भएन चिया त मानेको थिएन ए आम छ केटाहरू तै पनि एउटा लगिदेऊ न चोकेर भाइ तिमी खाने कि चिया भाइ ऊ काँक्रा ए नभए काँक्रा काँक्रा खा काँक्रा नखाने भन्छ तपाईँ आइसन जन्मदिनमा काँक्रा खानु यहीँ काट्दै खोइ सानो कान्छी खोइ कता ऊ त बाबा खान्छ ल काँक्रा ओ बाबा काँक्रा आउनु या रिसेङ अरे काँक्रा लग्दै लग्दै माथि बाबालाई ओ बाबालाई ए कान्छीलाई काँक्रा तँलाई यहाँ खाने त काँक्रा अर्को पनि खान्छ काँक्रा उदो नखाने अब यहाँ हामी काँक्रा खाएको अरे नखाने कुच्चो खेलाइदिनु मलाई अहिले के झ्याबाट दिन्छ अनि कानेको बुढी काट्नु नि कानेको बुढी ओ कानेको भाउजू सोधिराख्नुहुन्छ नि चिसोले झन् चिया खानु चिसो ए बाउ